हेलो टासिदेले फेबुलो वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू, आज फुलपातीको उपलक्ष्यमा चाहिँ हाम्रो गाउँमा सानो एउटा प्रोग्राम राखेको छ र म त्यहाँ जाँदैछु र मेरो ड्रेसअप तपाईँले देखिहाल्नुभयो र तपाईँहरू सबैलाई पनि ह्याप्पी फुलपाती। हेर्दै जानुहोस् मेरो भ्लग। साथीहरू, अब चाहिँ गएको कमिटी हलमा प्रोग्राम छ र तपाईँहरूलाई पनि देखाउँदैछु, हेर्दै जानुहोस्। आजको दिन पनि राम्रो भइरहेको छ र जाँदैछु र तपाईँहरूलाई म देखाउने छु उताको प्रोग्राममा अब के हुनेछ हो। र तपाईँले देख्न सक्नुहुन्छ दिन पनि एकदमै राम्रो भइरहेको छ र हेर्दै जानुहोस्। अब चाहिँ म कमिटी हलतिर जाँदैछु र त्यहाँ चाहिँ अब सबै नानीहरूले, मसिनो नानीहरूले पनि त्यहाँ प्रोग्राम गरेको रहेछ र देखाउने छु तपाईँहरूलाई। तपाईँहरूले इन्जोय गर्नुहोस्। तर मेरो भ्लग चाहिँ फर्स्टदेखि लास्टसम्म हेरिदिनुहुन्छ भन्ने मलाई पुरा आशा छ। जुन चाहिँ मेरो भ्लग छ त्यसमा चाहिँ मेरो छोरा साङडुपले पनि गीत गाएको छ र म पनि एक्साइटेड भइरहेको छु है, नानीले अब गीत गाएको हेर्नु पाउँछु भनेर र तपाईँहरूलाई पनि देखाउँछु। साडी लाउने आदत छैन कि साथीहरू, त्यसले गर्दाखेरि चाहिँ अलिकति नर्भस भइरहेको छु। अरूभन्दा पनि लाउनु चाहिँ नलाउनुहोस् न, म ढिलो भए जस्तो छु। प्रोग्राम त स्टार्ट भइसकेछ। भइरहेको यो फुलपाती कार्यक्रम हामीले एउटा फुलपाती कमिटी पनि राखेको थियौँ र उहाँको अध्यक्ष चाहिँ हाम्रो छिरिङ। त्यसरी नै हाम्रा अतिथि आनन्द दाजु भनेर उहाँलाई चिनिन्छ। आनन्द गुरुङज्यू पहिला हाम्रो लाइब्रेरी जुन चाहिँ मङ्गलधारा नौवटा पुस्तकालयमा कार्यरत हुनुहुन्थ्यो, उहाँलाई पनि हामी आज निम्ताएका छौँ यस फुलपाती कार्यक्रममा र उहाँलाई पनि मञ्चमा आइदिने निवेदन गर्दछौँ मुख्य अतिथिको रूपमा। उहाँलाई पनि खादा र साथीहरू, आजको फुलपातीको उपलक्ष्यमा चाहिँ जहाँ चाहिँ म आएको छु हाम्रो सार्वजनिक भवन है, तपाईँले देख्न सक्नुहुन्छ मेरो पछाडि यहाँ सार्वजनिक भवन छ हाम्रो रङ्गुल बङ्गला डाँडाको। र यहाँ हाम्रो फुलपातीको विषयमा सानो छोटकरीमा यहाँ हाम्रो प्रेसिडेन्ट हुनुहुन्छ र उहाँलाई म एक दुई शब्द सोध्न चाहन्छु है। यहाँ हाम्रो अरुणज्यू, यहाँ हाम्रो रङ्गुल बङ्गला डाँडा समाजका यहाँ उहाँ हुनुहुन्छ, प्रेसिडेन्ट हुनुहुन्छ र हामीलाई यहाँ छोटकरीमा बताइदिनुहोस् न है फुलपातीको विषयमा। हुन्छ। सर्वप्रथम त म है हाम्रो सम्पूर्ण गोर्खे दाजुभाइ दिदीबहिनीहरू सबैलाई म यहाँ नमस्कार गर्दछु। हाम्रो बुहारीको यो च्यानल मार्फत म सबैलाई नमस्कार भन्दछु। अनि आज अब यो जुन चाहिँ हाम्रो गोर्खा नेपाली जातिको महान चाड यो बडा दसैँको शुभ उपलक्ष्यमा है हामी जति पनि हाम्रो नेपाली गोर्खा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, विश्वभरि छरेर बस्नुभएका सम्पूर्ण हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई है यो हाम्रो आजको फुलपाती अनि विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना टक्राउँदै यहाँ हाम्रो बुहारीले अब फुलपाती विषयमा यो दसैँ विषयमा केही भनिदिनु भन्दैछ है र त्यस विषयमा बोल्न लागिरहेको छु। अब खास अब फुलपाती चाहिँ अब हाम्रो अब यो जुन चाहिँ नवरात्रि पूजाहरू हुँदै आउँछ है, नवरात्रिमा 9वटा देवीहरूको पूजा हुन्छ, माता दुर्गाको अब 9 प्रकारकै रूपहरू हुनुहुन्छ उहाँको। र आजको यो महागौरी माताको जुन चाहिँ रूपको हामी पूजा पनि सम्पन्न हुन लागिरहेछ, साथै हाम्रो यो फुलपाती पनि हुन लागिरहेछ। हाम्रो यो समाजमा एउटा सुनाखरी सङ्घ, जो समाजको नाम चाहिँ हाम्रो सुनाखरी सङ्घ हो र सुनाखरी सङ्घद्वारा आयोजित सुनाखरी सङ्घको तत्त्वावधानमा आयोजित एउटा फुलपाती समारोह हामीले राखेका छौँ। यहाँ केही सांस्कृतिक कार्यक्रमहरू राखेका छौँ, नानीहरूको नाचगान अनि हाम्रो यो जातीय वेशभूषा, जातीय वाद्यवादनहरू, जातीय खानपानहरूको पनि हामीले एउटा
एक्जिबिसन राखेका छौँ है। र त्यसमा चाहिँ अब सम्पूर्ण हाम्रो जति पनि अब रङ्बुल भेगका जति पनि महानुभावहरू आएर दर्शन गरेर है त्यो हाम्रो जातीय वेशभूषा हाम्रो पिता पुर्खाले चलाएको सरसामानहरू वाद्यवादनहरूको अवलोकन गर्न सक्नुहुनेछ है। र फुलपाती चाहिँ आजको दिन अब फुलपाती राम्रोसँग सबैलाई शुभकामना दिँदै हाम्रो सफल तुल्याइदिनु होला सबैजनालाई भनेर म भन्दछु। र फेरि एकपल्ट सबैलाई दसैँको हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद तपाईँलाई पनि है, हाम्रो अरुण दादालाई पनि थ्याङ्क यू। र है भर्खरै त साथीहरू तपाईँहरूको अगाडि हाम्रो बङ्गलाडाँडा रङ्बुल बङ्गलाडाँडाका प्रेसिडेन्ट अरुणज्यूले फुलपातीको विषयमा केही भन्नुभयो र त्यसरी नै यहाँ हाम्रो रङ्बुल बङ्गलाडाँडा समाजका सचिव हुनुहुन्छ बादल है सदीप राई भन्नुहुन्छ र तपाईँलाई स्वागत छ यो मेरो युट्युब च्यानलमा। र एक दुई शब्द फुलपातीको विषयमा तपाईँले पनि भनिदिनुहोस् न। र नमस्कार सबैलाई हाम्रो सुनाखरी सङ्घ बङ्गलाडाँडा का समाजबाट तपाईँहरूलाई सबैलाई हामी यो बडा दसैँको शुभकामना शुभेच्छा टक्राउँदछौँ। यो अब नवरथा अहिले चल्दैछ। आज सप्तमीको दिन चाहिँ अब यो एउटा झाँकी माताको झाँकी निकाल्ने उयो दिन हो र आजको दिन चाहिँ यो प्राय जग्गा चाहिँ अब झाँकीहरू निकाल्ने हुन्छ र रङ्बुलमा पनि अब अरू समाजहरू मिलेर निकाल्ने गरेको छ। र यो 10 वर्ष त हामी चाहिँ यो झाँकी मात्रै ननिकालेर चाहिँ यसमा जुन चाहिँ यो गोर्खा जातिहरूले चलाउने जुन चाहिँ हात हतियारदेखिको ल्याएर खानपिनहरू पूजाको सामान होइन लामा झाँक्रीहरूले के चलाउँथ्यो। अब अहिले जुन चाहिँ हामी यो समाज अब जस्तो अघि बढिरहेको छ र पुरानो सामानहरू हामीले बिर्सिँदै गएको छ। अब जस्तो डोको नाम्लोहरू पनि अहिलेको नानीहरूले अब चिन्दैन। त्यस विषयमा नै हामीले माथि प्रदर्शन सबै नै अब यो गोर्खा जातिभित्र पर्ने जति पनि खानपिनहरू छ पुरानो सामानहरू छ सबै नै हामीले राखेको छौँ। अहिले अब तपाईँहरूलाई यो च्यानलद्वारा तपाईँलाई देखाउने कोसिस गरिन्छ। अब आजको दिन चाहिँ अब यो फुलपाती पर्नका कारणले चाहिँ हामीले यो फुलपाती शोभायात्रा नगरेर चाहिँ कार्यक्रम गरेर चाहिँ आउने भविष्य नानीहरूलाई चाहिँ हाम्रो यो संस्कृति संस्कार चाहिँ कस्तो हो के हो सो बारेमा चाहिँ हामी चाहिँ जानकारी दिन लागिरहेको छौँ। धन्यवाद। थ्याङ्क यू है तपाईँलाई धेरै धेरै धन्यवाद। हुन्छ तपाईँ साथै तपाईँको च्यानललाई पनि नमस्कार। यहाँ चाहिँ मेरो नन्दा है सेविका छ र सेविका तिमीलाई पनि फुलपातीको धेरै धेरै शुभकामना। र यहाँ हाम्रो आनी हुनुहुन्छ है, आनीलाई पनि फुलपातीको धेरै धेरै शुभकामना धन्यवाद। अनि र आज चाहिँ एकदम सबैजना राम्रो भएर आउनु भएको छ र थ्याङ्क यू भनिदिउँ न तिम्रो च्यानलको नाम पनि भनिदिइहाल। ठिकै छ नि। यहाँ चाहिँ मैले तपाईँहरूलाई भनिहालेँ है हाम्रो समाजमा चाहिँ यहाँ फुलपातीको उपलक्ष्यमा चाहिँ यहाँ खानापिनाको पनि बन्दोबस्त गरेको छ भनेर यहाँ सबैजना हाम्रो अरूहरूले। र साथीहरू तपाईँहरू पनि सबैजना हाम्रो गाउँको सिंहदेवीको दर्शन गर्नुहोस्, आशीर्वाद लिनुहोस्। र यहाँ हाम्रो यस सार्वजनिक भवनमा जुन प्रोग्राम राखेको थियो फुलपातीको त्यसमा हाम्रो गोर्खा जातिले चलाउने खाने धेरै पुरानो जति पनि सरसामानहरू थियो र त्यो पनि यहाँ राखिएको थियो र तपाईँले हेर्नु सक्नुहुन्छ। र हाम्रो नानीहरूले विशेष गरी यो जेनेरेसनको नानीहरूलाई थाहा छैन है, डोको केला भन्छ, नाम्लो केला भन्छ, पेरुङ्गो केलाई भन्छ। त्यसैले गर्दाखेरि चाहिँ यहाँ हाम्रो गोर्खा जातिले चलाउने युज गर्ने र उहिलेको भाँडा बर्तनहरूदेखि लिएर धेरै प्रकारको काम लाग्ने सामानहरू पनि राखेको थियो। र हाम्रो नानीहरूले पनि देखोस्, यस चिजलाई जानोस्, यस चिजलाई के भन्छ कसो भन्छ भनेर चिनोस् भन्ने हेतुले नै हाम्रो रङ्बुल बङ्गलाडाँडा सुनाखरी समाजले चाहिँ यति राम्रोसँग यो बन्दोबस्त गरिदिनु भएको थियो ताकि हामीले पनि नानीहरू मात्र नभएर हामीले पनि जान्न सक्यौँ। किनभने हामीलाई पनि थाहा थिएन, कति कुराको ज्ञान थिएन है, यस चिजलाई के भन्छ त्यो चिजलाई के भन्छ भनेर। र मैले पनि सिकेँ र मलाई आशा छ कि हाम्रो समाजको बुढोपाकादेखि लिएर नानीहरूले पनि सबै कुरा राम्रोसँग देख्न सक्यो, चिन्न सक्यो भनेर
र एकदमै राम्रोसँग ढङ्गले राखिएको थियो, सजाइएको थियो। तपाईँहरू पनि हेर्नुहोस् कुन चिजलाई के भन्दो रहेछ, कुन चाहिँ वस्तुलाई है, कुन चाहिँ उसलाई के भन्दछ भनेर हेर्नुहोस्। यहाँ हाम्रो म्युजिकल इन्स्ट्रुमेन्ट पनि थियो र धेरै कुरा थियो। यहाँ उहिलेको हाम्रो बुढापाकाले चलाउने, हाम्रो गोर्खा जातिले चलाउने सारसामानहरू, हतियारहरू, घरमा चाहिने सानोदेखि लिएर ठुलो कुरासम्म जो चाहिँ अहिले दिनदिनै हराउँदै गइरहेको छ। किनभने हामीले आजकल है मिक्सर ग्राइन्डरदेखि लिएर वासिङ मसिनदेखि लिएर हरेक कुरा हामीले त्यसरी किनेर चलाउँछौँ। हामीले बाहिरको सारसामानहरू रेडिमेड किनेर चलाउँछौँ। तर खास कुरा चाहिँ कस्तो हुन्छ, के हुन्छ भनेर चाहिँ हामीलाई थाहा छैन। अहिले हामीले फुट्ने भाँडाकुँडातिर खाना खान्छौँ। हेर्नुहोस् त कति राम्रो ताँबा काँसाको थाल बटुकाहरू उहिलेको मान्छेले यसरी खाने गर्थ्यो, यस्तोमा हालेर खाने गर्थ्यो। र प्रत्येक मरमसलादेखि लिएर यसलाई के भन्छ नेपाली हाम्रो जातिमा चाहिँ यसलाई के भन्छ, कसो भन्छ भन्ने हेतुले पनि यति राम्रो सजाएर राखेको छ। गरगहनाहरू हेर्नुहोस्, हाम्रो नानीहरूलाई भनौँ भने यो गरगहना के हो त्यो पनि थाहा छैन। र हेर्नुहोस् झाँक्रीको पहिरन, झाँक्री भनेको के हो पनि सोध्छ है साथीहरू। कसो अहिलेको नानीहरूलाई थाहा छैन झाँक्री भनेको के हो। तर हेर्नुहोस् झाँक्रीको पहिरनदेखि लिएर झाँक्री लाउने उनीहरूको एउटा भन्छ नि है गरगहना भनौँ न, झाँक्रीको पनि एउटा हुन्छ। मालादेखि लिएर रुद्राक्षदेखि लिएर धेरै कुरा त्यो पनि यहाँ राखिएको थियो। र मलाई अति नै रमाइलो लाग्यो। र हेर्नुहोस् न टेलिफोन, अहिले त मोबाइल फोन भन्छ र नानीहरूलाई सजिलो मोबाइल, त टेलिफोन चाहिँ के भन्छ, कस्तो हुन्छ भने त्यो पनि राखिएको थियो। कति राम्रो है, तपाईँले हेर्दै जानुहोस्। हाम्रो यहाँ लेप्चा तामाङको ड्रेसहरू, हाम्रो जातीय पोसाक भनौँ, लालटिन भन्छ नि हामीले पहिला लालटिन भन्थ्यो है। अहिलेको नानीहरू ल्यान्टर्न, अब त्यो पनि थाहा छैन है नानीहरूलाई। र यति राम्रो सजाएर राखेको थियो र हामी सबैले हेर्न सक्यौँ। हाम्रो समाजकोले यति राम्रो बन्दोबस्त गरिदिनु भएको थियो। र म पनि मेरो यो डिएल भ्लग्स च्यानलद्वारा चाहिँ म हाम्रो समाजलाई धन्यवाद दिन चाहन्छु। हामीले धेरै कुरा, ज्ञानको कुरा पनि सिक्यौँ। र हाम्रो समाजको प्रत्येक घरको सबैजना सदस्यहरू आउनु भएर यस हाम्रो समारोह, यस प्रोग्रामले यति राम्रो रमाइलो बनाइदिनु भयो है। र म सबैलाई धन्यवाद पनि दिन चाहन्छु। र हेर्नुहोस् सबैजना आफ्नो आफ्नो वेशभूषा लगाएर आउनु भएको छ। देख्दा पनि कति रमाइलो देखेको। अरू बेला त हामीले क्याजुअल ड्रेस लाउँछ, प्यान्ट कुर्ता आफ्नो आफ्नो है ड्रेस लगाएर हिँड्छ। तर एउटा जातीय पोसाकको एउटा इम्पोर्टेन्स भन्छ नि, त्यो चाहिँ एक्स्ट्रा हुन्छ। अनि तपाईँले देख्न सक्नुहुन्छ है, नानीहरू पनि हेर्नुहोस् न कति राम्रो देखेको। सानो नानीहरूदेखि लिएर ठुलो नानीहरूसम्म कति राम्रो यो पहिरनमा, जातीय पोसाकमा कति राम्रो देखिएको। यस्तो चाहिँ हामीले सिकाउनु जरुरी छ मलाई लाग्छ साथीहरू। र नानीहरू पनि खेलिरहेको थियो। र हाम्रो यस समाजको स्टेज हेर्नुहोस् कति राम्रो सजाइएको छ। र एकदमै राम्रोसँग बित्यो यस हाम्रो फुलपातीको। र रमझम पनि यति राम्रो भयो। सबै प्रोग्रामहरू यति राम्रोसँग भयो। एकदमै खुसी लाग्यो मलाई पनि। र मलाई आशा छ कि तपाईँहरू पनि यस भ्लगद्वारा चाहिँ तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला। हाम्रो हेर्नुहोस् मेरो पछाडि साई समितिका आन्टीहरू हुनुहुन्छ, नानाहरू हुनुहुन्छ र हाम्रो समाजको सबैजना सदस्यहरू हुनुहुन्छ। र सबैजनाले अति चाख लाएर, इन्ट्रेस्ट लाएर चाहिँ उनीहरूले पनि यस प्रोग्राममा भागीदार हुनुभयो। सबैजना हेर्नु चाहिँ अब गइरहेको छ एकछिन ब्रेकमा। यो पनि अब हामीले हाम्रो है पहिला चलाएको सामानहरू याद गर्नुपर्छ हो। त्यसले गर्दाखेरि चाहिँ अब चिन्नुपर्छ, हामीले आफ्नो नानीहरूलाई देखाउनुपर्छ। त्यसैले गर्दाखेरि चाहिँ केटाकेटीहरूलाई पनि चिनाउनुको लागि यहाँ राखिएको छ। र एकदमै राम्रो कुरा हो यो चाहिँ। नानीहरू, मसिनो नानीहरू पनि पर्फर्मेन्सको लागि रेडी भइरहेछ। अब चाहिँ याङछेनको टर्न आउँछ।
र साथीहरू यस कार्यक्रममा हाम्रा समाजका वरिष्ठ सदस्यहरूलाई पनि खदा अर्पण गरियो र उनीहरूलाई सम्मानित गरियो किनभने उनीहरूले धेरै राम्रो कामहरू गर्नुभएको छ यस समाजको लागि है र हाम्रा भूतपूर्व लाइब्रेरीका अङ्कललाई पनि सम्मानित गरियो मान्दोज बरालाई पनि सम्मानित गरियो कालु फुपा अनि निमाडो आन्टीलाई पनि सम्मानित गरियो यसरी नै हाम्रा समाजमा र अति नै राम्रो कुरो हो यो यसरी नै हामीले सम्मानित गर्नुपर्छ ठुला ठालालाई र उनीहरूको नक्सा कदममा हामी हिँड्नुपर्छ भन्ने म विश्वास गर्दैछु साथीहरू के भन्ने हाम्रो समय बस्नु हर मेहनत कमाई हाम्रो पानी हाम्रो समय साँच्चै रमाइलो हाम्रो दुःखको पानी यता चाहिँ यहाँ खानापिनाको पनि बन्दोबस्त छ भनेर त त्यो त तपाईँलाई भनिहालेँ है खानापिना मतलब चाहिँ अब प्रसादको रूपमा यहाँ हाम्रो गाउँको सबै सदस्यहरूलाई चाहिँ यहाँ खानाको लागि बसिदिनु भनेर चाहिँ भन्नुभएको थियो र सबैजना आउनु भएको छ र यहाँ लाइनमा पनि यहाँ उभिरहनु भएको छ र टर्न आएको छैन रहेछ मेरो अहिले त आउँदैन अरे एकछिन नानु उठ्दै जान्छु नि र कसैले चाहिँ खाँदैछ खानाहरू कसैले चाहिँ खाँदैछ र यहाँ तपाईँले देख्न सक्नुहुन्छ यसले चाहिँ सबैले खाँदैछ अनि खानुहुँदैछ खानु चाहिँ कैसे विका सबैले खाना खानु बस्नु भएको छ र म पनि बस्छु अब खाइस र यहाँ चाहिँ हाम्रो भाउजू आँसुहरू रहेछ यहाँ पस्किनेमा चाहिँ कमिला आँसु यहाँ रोटी दुधमा रहेछ कमिला आँसु हाम्रो भाउजू रहेछ रोटीमा रहेछ सेलरोटीमा रहेछ शशी भाउजू सबैजना बिजी छ हाप्नुमा र साथीहरू यस कार्यक्रममा जतिजना पनि नानीहरूले भाग लिएको थियो उनीहरूलाई पुरस्कार वितरण गरियो र हामी पनि सबैजना है स्टेजमा आएर ग्रुप फोटो खिच्यो यो चाहिँ एउटा मेमोरेबल हुन्छ नि त साथीहरू र मजा आयो एकदमै राम्रो भयो साथीहरू अब चाहिँ हाम्रो यो फुलपातीको जुन चाहिँ प्रोग्राम राखेको थियो हाम्रो गाउँमा हाम्रो सार्वजनिक भवनमा है हाम्रो रङ्गुल बङ्गला डाँडाको र सक्यो र अब चाहिँ हामी घरतिर लागिरहेछौँ अब चाहिँ हामी नन्दा भाउजू लागेको आज दिन पनि एकदमै राम्रो भयो साथीहरू हो दिन एकदमै राम्रो भयो दिनले साथ दियो त्यसैले है अन्त चाहिँ त्यो हो हाम्रो चाहिँ साथीहरू यो फुलपातीको शोभायात्रा चाहिँ निकालेन किनभने अब हाम्रो गाउँमा है अघि दादाले भनिहाल्नु भयो हाम्रो गाउँमा चाहिँ जुठो अब परेको थियो र त्यसले गर्दाखेरि चाहिँ अब हामीले चाहिँ हाम्रो त्यही सल्लाह गऱ्यो नि त अब है दुःखको घडी परिरहेको बेलामा चाहिँ शोभायात्रा ननिकालेर चाहिँ हाम्रो गाउँमा आफ्नै सार्वजनिक भवनमै सानो प्रोग्राम राख्ने भनेर भनेको थियो र राखियो पनि र सबैजनाले मसिनो केटाकेटीहरूले पनि अब त्यसमा भाग लियो र एकदम सक्सेस पनि भयो आजको र पनि तपाईँलाई फेरि ह्याप्पी फुलपाती भन्न चाहन्छु है सेविकाले भनिदिउँ न अन्त ह्याप्पी फुलपाती दसैँ राम्रोसँग मनाउनु सबैजनाले अनि ह्याप्पी दशहरा है इन एडभान्स ह्याभ अ ब्लेस्ड डे र साथीहरू तपाईँलाई आजको मेरो भ्लग कस्तो लाग्छ है कमेन्ट बक्समा कमेन्ट लेखिदिनु होला र प्लिज जो पनि तपाईँहरू नयाँ हुनुहुन्छ मेरो च्यानलमा प्लिज डु
सब्सक्राइब माई च्यानल है, सेयर पनि गरिदिनु होला, लाइक पनि गरिदिनु होला। यति भन्दै आजको मेरो यो सानो भ्लग यसमै आज यतिमै एन्ड गर्दैछु। थ्याङ्क यू, बाई बाई।